तिर चाहिँ दसैँ लागिसकेछ। गोबर लाउने हो साथीहरू यहाँ देख्न सक्नुहुन्छ साथीहरू। हेलो गुड मर्निङ एभ्रिवान, हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ सबैजना मेरो युट्युब फ्यामिलीहरूलाई। आज चाहिँ हामी चाहिँ यता घर छेर्नु लागिरहेछौँ साथीहरू। यहाँ भर्याङ लगाएर ठिक पारिरहेछौँ। अनि यता चाहिँ सबै मैले चाहिँ यहाँ फुल चाहिँ निकालेर राख्दैछु। यता पेटी हुँदीको यो पेटीको यहाँ हेर्नु न, चुनहरू चाहिँ सबै कुखुराले खाएर यस्तो बनाइरहेछ। आज चाहिँ दाजु र म चाहिँ अब घर छेर्नु पर्ने साथीहरू। यता देख्नु सक्नुहुन्छ साथीहरू, मैले चाहिँ यो फुलहरू रोपेको चाहिँ यहाँ लिएर सबै राखिरहेछु। यी कोपिला पनि बस्नु थालिसकेको छ है साथीहरू। मैले रोपेको फुल चाहिँ कुनै चाहिँ यता थुपारेर छु, कुनै माथि छ। अब चाहिँ यता हामी चाहिँ घर छेर्नु पर्ने, यहाँ चाहिँ भर्याङ लगाएर ठिक पारिरहेछौँ। यता चाहिँ हाम्रो चाहिँ यहाँ हेर्नु न, यस्तो खाइरहेछ कुखुराले चाहिँ यो चुन खाइदिइजान्छ कि, त्यही भएर तल तलको चाहिँ सबै खाइदिइजान्छ। अनि यहाँ चाहिँ मैले फुलहरू निकालेर राखिरहेछु। लु साथीहरू, अब चाहिँ हाम्रोतिर चाहिँ दसैँ लागिसकेछ। हाम्रो चाहिँ यता घर छेर्नु थालिसक्यौँ है। यता दाजुले छेर्नु हुँदैछ घर चाहिँ, यता चाहिँ दाजुले घर छेर्नु हुँदैछ। अब चाहिँ म चाहिँ यता रातो माटो लाउँदै हिँड्नु पर्ने छ मेरो काम चाहिँ। लु साथीहरू, अब बल्ल मैले चाहिँ यो पेटी चाहिँ लिपिसकेँ है। अब यहाँ अरू बाँकी नै छ। यो पेटी चाहिँ लिपिसकेँ। यता दाजुले चाहिँ छेपिसक्नु लागिसक्यो। यता हेर्नु न यता हेर्नु न, आज त हिरो भएको छ नि दाजु। अनि यता सबै सकिसक्नु भयो दाजुले चाहिँ छेपेर। अब म चाहिँ यहाँ मेरो काम चाहिँ रातो माटो र गोबर लाउने हो। दाजुले चाहिँ यो चुन छेप्ने हो साथीहरू। अब मैले चाहिँ कहिले सक्नु, दाजुले चाहिँ सक्नु लागिसक्नु भयो। अब उतापट्टि सके फेरि साथीहरू यतापट्टि छ रातो माटो लगाइवरी गोबर लाउनु पर्ने। त्यसपछि भित्र झन् टन्नै छ साथीहरू, कहिले सक्नु। अब यो दसैँ पनि साह्रै गाह्रै छ। बरु दसैँ त नआए पनि हुन्थ्यो, केटाकेटीमा मात्रै रहेछ साथीहरू दसैँ। यो ठुलो भएपछि त दसैँहरू नै नआएछ जस्तो लाग्दो रहेछ। अब मैले छेप्नु पर्ने लिप्नु पर्ने थोरै छ त। यहाँ माथिल्लोपट्टि बरन्डातिर छ। अनि त्यसपछि यहाँ अगाडि भित्र यता कति छ साथीहरू, हेर्दै जानु है त। यो साथीहरू, अब चाहिँ बल्ल हामीले चाहिँ बाहिर चाहिँ छेपिसक्यौँ। दाजुले चुनहरू लगाइसक्नु भयो। मैले चाहिँ यहाँ के अरे रातो माटो र गोबर चाहिँ मैले लगाइसकेँ। अब चाहिँ भित्र बाँकी छ है साथीहरू। अब हामीले चाहिँ यता चाहिँ छेपिसकेको छौँ साथीहरू। यता वरिपरि चाहिँ अब सकिसक्यौँ हामीले चाहिँ। अब यो झ्यालहरू पुस्नु पर्ने छ। त्यसपछि इनामेल लाउनुको लागि साथीहरू। अब हामीले चाहिँ यता चाहिँ सकिसकेको छौँ साथीहरू। घर छेपेर चाहिँ यहाँ बाहिर चाहिँ सकिसक्यौँ। अब त्यसपछि अब यो ढोकाहरू पुछिवरी त्यसपछि हामी चाहिँ इनामेल लाउनु पर्ने साथीहरू। अब भित्र पनि लाउनु बाँकी छ यहाँ। अनि यता बरन्डातिर पनि अब सबै सकिसकेको। यता नि रातो माटोहरू गोबरहरू सबै लगाइसकेको साथीहरू। अब त्यसपछि चाहिँ अब हामीले चाहिँ यो यता पनि ढोकाहरू सबै यो पुछिवरी इनामेल लाउनु पर्ने साथीहरू। आज सकिँदैन, तर मैले चाहिँ वरिपरि घुमाएर देखाइदिएको है तपाईँहरूलाई साथीहरू। यहाँ देख्न सक्नुहुन्छ साथीहरू, हामीले चाहिँ आज चाहिँ घर छेपिसक्यौँ साथीहरू। अब
आज सक्यो भने चाहिँ अब अलिअलि बाटोहरू तास्नुपर्ने छ, त्यसपछि चाहिँ सकिन्छ साथीहरू। चाहिँ बाहिर चाहिँ सकिसक्यो। अब हात पनि यस्तो भयो। अब बाहिर चाहिँ सकिसक्यो साथीहरू। अब चाहिँ भित्र फेरि छेपीओरी गोबरहरू लाउँदा रातो माटो लाउँदा साथीहरू आज चाहिँ रातै पर्छ हामीलाई चाहिँ। र पनि आज यो लिपेर चाहिँ सकिन्छ, तर इनामेलहरू चाहिँ लगाइसकिँदैन। अब इनामेलहरू चाहिँ भोलि लाउँ साथीहरू। आज चाहिँ हामीले चाहिँ यहाँ घर पनि छेपेर चाहिँ सक्यौँ। बाहिर चाहिँ अब भित्र हुँदै चाहिँ बाँकी नै छ। अब आज सकिँदैन, अब चाहिँ भोलि छेप्नुपर्ने साथीहरू। यता इनामेलहरू लाउनु पर्ने छ। अब चाहिँ खाजा खाने बेला भयो साथीहरू। म चाहिँ करेन्ट चाउचाउ पकाउनु लागिरहेछ। अब चाहिँ खाजा खाइवरी अरू थोकै काम गर्नुपर्ने छ, त्यही भएर अब घरहरू चाहिँ भोलि भए पनि पर्सिको दिन भए पनि छेप्नुपर्ने हुन्छ। अब हाम्रो खाजा चाहिँ यता तयारी हुँदैछ। यहाँ चाहिँ चाउचाउ पकाउनुको लागि पानी तताएको मैले। यता चाहिँ अन्डा पकाउँदैछु। यता छ चाउचाउ चाहिँ। अब चाहिँ खाजा एकदमसँग रेडी हुँदैछ साथीहरू हाम्रो चाहिँ। ल साथीहरू, हाम्रो चाहिँ यहाँ चाउचाउ पनि पाकिसक्यो। अब चाहिँ अब हामी खाजा खाने हो। दाजु अनि यता चाहिँ अन्डा छ, यता चाहिँ चाउचाउ। हाम्रो चाउचाउ यहाँ अन्डा। अब चाहिँ हाम्रो खाजा भइसकेको छ साथीहरू। लु साथीहरू, मेरो दिन चाहिँ आज यसरी नै बित्यो। अघिसम्म चाहिँ अब राम्रै दिन थियो। अब चाहिँ फेरि हाम्रोतिर चाहिँ पानी पर्नु लाग्यो साथीहरू। आज चाहिँ अब घर सफाइ गर्दै अब रात पऱ्यो साथीहरू। अनि म चाहिँ अब चाहिँ यहाँ के अरे फुलहरू सबै पन्साइसक्यो, किनभने त्यही भएर सबै चुन लाग्यो साथीहरू। म चाहिँ त्यही भएर फुल धुँदैछु है। यता मैले चाहिँ फुल धुँदैछु साथीहरू। यहाँ पानी छ, यहाँ फुलहरू, यो सबै चुनहरू लागिरहेछ, त्यही भएर यो चुनहरू धुँदैछु। अरू चाहिँ पढाइ छ र योहरू चाहिँ धुँदैछु साथीहरू। अझै फुलहरू धुनु पनि तन्नै छ, त्यही भएर अब चाहिँ यस्तै छ साथीहरू। मेरो दिन चाहिँ यसरी नै गर्दैछ। अब दसैँ लाग्यो अरे, त्यही भएर घरहरू सफा गर्नु पर्यो, बाटोहरू तास्नु पर्यो साथीहरू। यस्तै छ। अब जति पनि नयाँ साथीहरू हुनुहुन्छ मलाई सपोर्ट गरिदिनु होला। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला साथीहरू। अनि मन परेमा लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला साथीहरू। नै बित्दैछ, फेरि पनि नेक्स्ट भिडियो लिएर आउने छु साथीहरू। आजको लागि चाहिँ बाई बाई।